मेरो त यस्तो हुन्छ है छुट्टीको दिनमा त काम त हो काम चाहिँ यो खालको त्यो घरमा सबै काम त डल्लै गर्नुपर्छ नि लुगा धुनेदेखि लिएर घर सफा गर्नेदेखिको लिएर हो यस्तै कामहरू गर्नुपर्छ सकेर मात्रै त्यहाँनिर रेस्ट गर्नु पाउँछ काम सकेर मात्रै काम नसकिन्जेलसम्म त त्यहाँनिर झाडु पोछादेखि लिएर लुगा धुने घर सफा गर्ने हो योहरू सबै गर्नुपर्छ नि सबै गर्नुपर्छ किनभने अब बुढी पनि ड्युटी गर्छ होइन नानीहरू पनि ड्युटी गर्छ छोरा पनि ड्युटी छोरी पनि त्यसले गर्दाखेरि त हामी त घरमा घरमा छौँ छुट्टीमा घर सफा गर्ने जिम्मा चाहिँ उसको हुन्छ आज चाहिँ मेरो छुट्टी हो मेरो छुट्टीको दिनमा म सफा गर्छु बुढीको छुट्टीमा उसले सफा गरिहाल्छ है फ्यानहरू पनि कता मैला भएको थिएन मैले यत्रो थाको मैला भएको फ्यान चाहिँ धुलोले अरूभन्दा पनि यो हलमा भएको फ्यान हुन्छ नि पुरा त्यो चाहिँ छिटो धुलो लाग्दो रहेछ कि पुरा बेसी मैला भएर एकदमै छिटो धुलो लाग्दो रहेछ अनि घरमा बसेको बेलामा त यो सबै कामहरू डल्लै गर्नुपर्छ नि यो चाहिँ अस्ति दुईवटा मैले तपाईँहरूलाई देखाएको थिएँ है बनाएको र घरमा त्यो त्यसै फाल्ने सामानहरूले है बनाएको यो डेकोरेसनहरू पनि म आफै गरेको यो जति पनि सामानहरू छ म आफै बनाएको खासमा चाहिँ योहरू चाहिँ डल्लै मैले बनाएको किनभने यहाँ म बेङ्गलोर पनि म पनि अब फ्यामिली लिएर भर्खर सिफ्ट भएको थिएँ ल मन पऱ्यो भने भिडियो लाइक गर्नुहोस् है हुन्छ थ्याङ्क यू।